सो गाइज है यदि कपडा सपडाहरू बनाउन छ होइन यहाँ आउनु पर्ने है। मुसुरको उकालो लाग्यो र बिस्तारै जान्छ अब। सो देख्नुहुन्छ होइन यस्तो उकालो छ, यहीँबाट पनि गाडी कति खसिसकेको छ है कतिचोटि। ल गाइज तुलसीपुर आइपुग्यो है। सो वेलकम टु सो गाइज होइन हामी चाहिँ अब पहिला हावा हालेर हेरौँ, हावा चेक गरौँ एकचोटि। बाई। म हो नि ल भयो गएर है अगाडि त पर्दैन ल। यस सो फाइनल्ली सो वेलकम ब्याक टु माई न्यू ब्लग गाइज होइन। हावा पनि हालिसकेँ। सो गाइज तपाईँले थाहा पाइसक्नुभयो होइन हामी कहाँ जाँदैछौँ भन्ने कुरा है। सो यो हाम्रो लमाई बजार अनि म चाहिँ जाँदैछु तुलसीपुर है। अब सर हामी यता साइड लाग्छौँ। ल दाइ तपाईँलाई स्वागत छ मेरो ब्लगमा। क्यामेरा दाइ त पुरा हेन्सम भएर जज बस्दिने होला। छेक्छ जाडो टाँसिन्छ अनि। सो गाइज है यदि कपडा सपडाहरू बनाउन छ होइन यहाँ आउनु पर्ने है, हो कि होइन? जाने त अँ 500को तेल हाल नझर्नु न त। किन झर्नु? म हालिहाल्छु नि। छोड्नु न। जाउँ। सो गाइज हामी चाहिँ अब लागिसक्यो है। अब हामी यो चाहिँ हामीले लमाइछौँ होइन। अनि सर्ट अर्जुनी खोलाबाट हामी आज चाहिँ घोराइ हुँदै तुलसीपुरको ब्लग हेर्न पाउनुहुन्छ गाइज है। अनि विशेष कामले जाँदैछौँ हामी। लोक नृत्य प्रतियोगिता कार्यक्रम हुँदैछ तुलसीपुरमा। अनि त्यसैको जजको लागि हामी शेषमणि दाई होइन, त्यसपछि म भइहालेँ है। हामी दुईवटा भएर चाहिँ जजको लागि हामी जाँदैछौँ गाइज। अझ हामी लमाई रात डाँडा नै छौँ। तेल पनि हालिसक्यो, हावा पनि चेक गरिसक्यो होइन। सब रेडी भएर जानुपर्छ गाइज है। अनि बिचमा धोका चाहिँ नहोस् त्यो हिसाबले जानुपर्छ। सावधान सडक सर्वेक्षण कार्य हुँदैछ। सडक विभागको गाडी रहेछ क्या। सर्वेक्षण भइरहेको छ कहाँ के कस्तो छ भनेर। अब कारमा हिँडेपछि कहाँ थाहा हुन्छ यार कस्तो छ बाटो भनेर। कारमा हिँडेपछि बाटो कस्तो छ भनेर कहाँ थाहा हुन्छ त गाइस। सो यो बाटो पनि ओह्रालो खतरा ओह्रालो छ यार। तल एउटा मन्दिर छ त्यो देखिँदै देखिन्न यार कता छ मन्दिर। त्यो खोलाहरू हेर्नु छ होइन सबै अर्जुन खोलामा गएर मिसिन्छ माथिबाट आएका खोलाहरू।
सो गाइस अब चाहिँ हामी मुसोड आइपुग्नु आयो होइन मुसोडको उकालो पुरै दमदार छ 4-5 कति रोल छ है अनि माथि उकालो लाग्छ मुसोडको अनि आज चाहिँ होइन कस्तो हुन्छ भन्दाखेरि कस्तो फिल भइरहेछ भन्दाखेरि होइन सो जज गर्न जाँदैछौँ यस्तो होइन कस्तो हुने होला भन्ने कुराहरू डान्सहरू कस्तो खतरा खतरा गर्छ जस्तो लागिरहेछ क्या है तुलसीपुर हो नि त जे भए पनि होइन दाङ्गे ठुलो सहर एउटा होइन तुलसीपुरमा चाहिँ कस्तो खतरा खतरा डान्सरहरू हुन्छ होला जस्तो फिल भइरहेको छ क्या जज गर्ने गाह्रो होला जस्तो जस्तो भइरहेको छ होइन सो हेरौँ अब ठुल्ठुला जज के अरे डान्स कोरियोग्राफरहरू हुनुहुन्छ होइन तुलसीपुरमा सो उहाँहरूले सिकाएको कस्तो खतरा होला भन्ने कुराहरू सबभन्दा त्यो एकदम एक्साइटेड छु क्या हेर्न डान्सहरू होइन सो हामी चाहिँ अहिले यो चाहिँ मुसोडको उकालो लाग्यो र बिस्तारै जान्छ अब सो देख्नुहुन्छ होइन यस्तो उकालो छ यहीँबाट पनि गाडी कति खसिसकेको छ है कतिचोटि सिधै तल खस्ने क्या गाडी माथिबाट है बर्खायाममा होइन भुस ब्रेक लाउँदै आउनुपर्छ टिपरहरूलाई यस्तो हुर्काउँछ नत्र एकचोटि यहाँबाट खस्यो नि दाइ गाडी मुसोडको उकालो भनेको यही हो मुसोड भनेको मुसोड हो है मुसोडको उकालो हो गाइस सो पानी पर्ने जस्तो सिमसिम पनि गरेर आएको छ है मौसमले च्यालेन्ज दिएको छ गाइस है अँध्यारो छ पुरै अँध्यारो छ यार होइन मौसम त पुरै अँध्यारो छ कुहिरो फेरि केही लागेको छैन पानी पर्ने जस्तो पुरै बादलहरू डुम्म छ सो यहाँबाट चाहिँ गो तुलसीपुर 31 किलोमिटर छ अझै अब हामी यो चाहिँ 31 किलोमिटरको यात्रा गर्न छ अब यो पुल आयो धेरै गाह्रो थियो यो पहिला होइन यो पुल बनेदेखि धेरै सहज भइसक्यो है हाम्रो लमैदेखि दाङ गयो होइन तुलसीपुर यात्राको क्रममा अहिले हेर्नु त पानी परिरहेको छ यार हामी चाहिँ आज हुन्छ नि त्यो डान्स कम्पिटिसनको लागि चाहिँ कस्तो गर्ने के गर्ने भन्ने कुरा पनि अब गएर छलफल हुन्छ होइन सो अब स्पेसल्ली हामी चाहिँ जो आयोजक टिम हुनुहुन्छ उहाँलाई चाहिँ होइन चाहिँ हामीलाई निम्तो दिएर हामीलाई चाहिँ जजको लागि बोलाउनु भएको छ होइन यति टाढादेखि बोलाउनु भयो सो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ होइन हामी दुवैको तर्फबाट दाइ जाडो हो कि नै चिसो पानी परिरहेको जस्तो भयो नि सो गोगली भन्ने ठाउँ आइपुग्यो है हामी क्यामेरा के छ हालखबर ए प्रभु मैले त्यो किनेको थिएँ यार पानी नपस्ने त्यो ल्याउनु पर्ने रहेछ त्यो होइन वाटर प्रोटेक्टर के त्यो बाहिर कभर के किनेको थिएँ अब यो कस्तो क्लियरिटी कतिको आछ भन्ने कुरा हो यो पुछिदिइरहेको छु गर पुछेर कति पुच्छिया छ होइन सफा भयो कि भएन धमिलो आयो भने त फेरि मेरो पुरै भिडियो नै बिग्रियो नि त खिचेको काहीँ मतलबै हुँदैन यस्तो छ सो गाइज हामी नारायणपुर आइपुग्यौँ हामी बिस्तारै आउनु भनिसकेपछि हामी चाहिँ बिस्तारै जाँदैछौँ उहाँ सायद उहाँ पनि अब नेपाली टाइम होला 11 बजे सुरु गर्ने भनेको अझै टोलीहरू जम्मा भएको छैन होला होइन अझै टाइम लाग्छ होला टाइम होइन सो अब हामी गएर चाहिँ हामी खानासाना पनि खानु पऱ्यो होइन तुलसीपुर पुगेर हामी खानासाना खान्छौँ अनि त्यसपछि बल्ल हामी कार्यक्रमतिर जान्छौँ कार्यक्रम उसमा हो कि स्कुलमा हो कि होटलमा केही सोध्नु भएको छ नि सो ठ्याक्कै थाहा भएन कार्यक्रम कता हो तुलसीपुर पुग्यो अनि कता हुन्छ के हुन्छ होइन सर हेरिहाल्छौँ नि हाम्रो होइन सो गाइज अहिले चाहिँ हामी नारायणपुर कटिसकेपछि चाहिँ अब यो के ठाउँ हो भन्ने कुरा अलि थाहा छैन कि मलाई होइन सो हामी चाहिँ सो एक्साइटेड के वी आर सो एक्साइटेड कि हामी चाहिँ अब दाइ भाइ भएर यसरी धेरै ठाउँ घुमिसक्यौँ हामी है जजको लागि चाहिँ हामीलाई धेरै ठाउँहरू हामी यसमा पनि बर्खामा त बहुत चिप्लिन्छ यहाँ त हातहरू चिलिरहेको छ एकदम चिसो भयो हात बहुत चिसो भइसक्यो गाइज पानी हेर्नु न पानी छुई परिरहेको छ
पुरै रोड भिजाएको छ गाइस है। अनि आजको दिन चाहिँ अलिकति रमाइलोको साथै अनि एउटा हुन्छ नि एक्सट्रिम के। सो गाइस होइन हामी चाहिँ अब तुलसीपुर नजिकै आइपुगेको छ होइन। एकछिन यहाँ रेस्ट गऱ्यौँ, एकदम चिसो भयो क्या। दाइलाई एकछिन पर्खिरहेको छु, दाइलाई पनि हात चिसो भयो भन्दै हुनुहुन्थ्यो। मौसम यस्तो छ हेर्नुहोस् त, पुरै कुहिरो लागेको छ उतातिर है। अनि पानी परिरहेको छ, यी पुरै भिजेको छ। अनि दाइ हामी यो के खोला आयौँ? गोरखोला। तुलसीपुर नगरपालिका वडा नम्बर 18 गोरखोला भन्ने। पहिला यहाँ धेरै दुःख पाउने जनताहरूले भला आएर अहिले चाहिँ पक्की पुल भएर जनताहरूलाई धेरै राहत भएको छ, राम्रो छ। आज अब लोक नृत्य हो र हामी यो दाङ जिल्ला थारू बाहुल्यता भएको क्षेत्रमा आउनाले थारू मगर यी सबै हाम्रो लोकनृत्यमा पर्नेमा आउनाले लोकनृत्य प्रतियोगिताको लागि हामी जजको लागि जाँदैछौँ। अहिलेसम्म सुन्न आएको चाहिँ 16वटा टिमहरू प्रतियोगी छन् रे। 16वटा 3-4 घन्टा लाग्छ होला 3-4 घन्टा त लाग्छ। हामी जहाँ पनि होइन प्रायः जस्तो हामी गइरहेको है, लगाइरहेको यो खोलाले पनि धेरै गाडीहरू बगायो गाइस है। अनि अहिले चाहिँ अब यो खोला पुल बनेर राम्रो बनेको छ, एकदम राम्रो भएको छ। सो यसै कामहरू फटाफट गर्न पर्यो। धेरै भयो यो काम त के हुनु, फटाफट धेरै पछि काम बनेको हो यो। 16वटा डान्स कम्पिटिसन रहेछ गाइस होइन। सो अब चाहिँ हामी हिँडिसकेका छौँ। अनि 16वटा डान्स कम्पिटिसनमा के छ भन्दाखेरि थारू नृत्यहरू अनिदेखि लिएर टप्पा अनि त्यसै गरेर मारुनीहरूलाई होइन, अनि झ्याउरे होइन, सबै लोकनृत्यहरूको आज कम्पिटिसन छ। अब हेरौँ कुन चाइनीले जित्छ। अब ठुल्ठुला गुरुहरू कोरियोग्राफरहरूले सिकाउनु भएको डान्सहरू छन्। त्यही अनुसारको जज पनि अब डर कडा कम्पिटिसनको हुनेवाला छ। हामीले के कसरी गर्ने भन्ने कुरा चाहिँ हामी अब वहीँ खाना खाँदाखेरि प्लानिङ गर्छौँ उतै, त्यो अनुसारले हामी काम गर्नेछौँ गाइज है। सो यो उकालो एउटा गाना छ क्या होइन, सुगम पोखरेलको रुन्न बन्दै कहिले तर आज हेर सुखस्यो भन्ने गानाको त्यो भिडियो, त्यो रोड छ नि भिडियो रोड, त्यस्तै रोड उकालो मान्छु कि यो उकालो चाहिँ तुलसीपुरको यो उकालो चाहिँ के उकालो भन्छ यसलाई यार होइन। अहिले चाहिँ त्यस्तो देखिएको छैन किनभने पानी परेर त्यस्तो देखिएको छैन होइन। त्यो उकालो चाहिँ सेम मान्छु कि मैले यो हेर्नुहोस् पुरै ठाडै उकालो छ। सो हामी चाहिँ अब सर यो बाटो पनि त्यस्तै लाग्छ क्या होइन। रुन बन्दै कहिले गाए त तर सुखस्यो खुसी लाग्यो तिम्रो संसार बस्यो भन्ने गानाको त्यस्तै छ कि यो अहिले यो पानी परेर त्यस्तो रोड देखियो होइन नत्र टलक्क टल्किया हुन्थ्यो घाममा होइन। त्यो अनुसारले कस्तो मजाको गाना बस्थ्यो गाइस। सो हामी ल गाइस तुलसीपुर आइपुग्यो है। सो वेलकम टु गोर्खा मोडेल होइन। यो चाहिँ प्रचारहरू धेरै दिइरहेको हुन्छ क्या। सो गाइज हामी चाहिँ अब तुलसीपुर आइसक्यो होइन। अब यो बजार देख्न सक्नुहुन्छ, यो तुलसीपुर चोक मेन चोक हो यो। उता गयो भने सल्यान जान्छ अनि सिधा गयो भने अरू ठाउँहरू जान्छ है, चखौराहरू अनि यसो घुम्ने ठाउँहरू छ। अनि यतातिर गयो भने नेपालगञ्ज जाने। सो गाइज हामी चाहिँ अब आइसकेका छौँ होइन। खाना खाइसकेपछि हामी बल्ल हामी प्रोग्रामतिर जान्छौँ। प्रोग्राम जानुभन्दा अगाडि एउटा सानो काम छ, त्यो पनि काम भ्याएर चाहिँ जान्छौँ। सो हामी चाहिँ अब खाना लागिरहेछौँ होइन, हो कि नि। सो अनि खाना खाएर हामी बल्ल हामी प्रोग्रामतिर जान्छौँ है त गाइज। ल तातो खानु त के ल खानु है त गाइज। मिठो छ, ठिक छ। A few moments later. हामी चाहिँ अब यसरी बसिरहेका छौँ होइन। कार्यक्रम अब सुरु हुँदैछ मार्च टाइम लाग्ने भयो त मार्च पास हुँदैछ। 12 बजिसकेको छ है। कार्यक्रम सिधै बनाउने है, घर लग्नु पाइन्न। यसले बिगार्दैन नाचो फेरि उडेर।
प्राथमिक सेकेन्डरी इङ्ग्लिस स्कुल पनि प्रगरमा प्रवेश गरिसकेको छ। ज्ञानज्योति विद्यालय परिवारलाई पनि नेसनल पेन्सन दाङको तर्फबाट विशेष धन्यवाद। मनोज लामिछानेज्यूलाई पनि अतिथिको रूपमा सिधा आसन गरेको विनम्र अनुरोध छ। अर्का नृत्य निर्णायक शेषपाल अधिकारीज्यूलाई पनि अतिथिको रूपमा सिधा आसन गरेको विनम्र अनुरोध छ। नेसनल पेन्सन अर्का नृत्य निर्णायक प्रवीण रेग्मीज्यूलाई पनि अतिथिको रूपमा सिधा आसन गरेको विनम्र अनुरोध छ। तुलसीपुरका निवर्तमान सचिव मेघराज पोखरेलज्यूलाई पनि अतिथिको रूपमा सिधा आसन गरेको विनम्र अनुरोध छ। नृत्यमा सहभागी सम्पूर्ण विद्यालयका प्रिन्सिपल शिक्षकहरू अवस्थामा रहिदिनु विनम्र अनुरोध गर्दछौँ। भाषण भइरहेको छ अवसर हो र म धन्यवाद नबसेको अवस्था सुनिनु लागेको छ। अहिले पार्टीले अर्डर दुवै टिमलाई तयारी अवस्थामा बस्दिन विनम्र अनुरोध छ। मेरो देश मेरो गौरव। सर्वप्रथम आज यो प्राङपुर कपिलवस्तु दाङ देउखुरी कैलाली कञ्चनपुरमा बसोबास गर्दै आएका खास गरी थारू जनजातिभित्र पर्ने समुदायहरूले मुख्य गरेर बडा दशैँ तथा महान चाड मान्दा वा मनाउँदा आफ्नै थारू जातिको धर्म वेशभूषा संस्कार र संस्कृतिको उजागर गर्दै आफ्नै मौलिक सभ्यतामा सदा सदाका लागि कटिबद्ध भएर अगाडि बढिरहेको छ। प्रस्तुत छ चण्डी साकेला नृत्य।